यो छ नि पछाडिको ब्रिज एकदमै ठाडो छ कि यो चाहिँ यो मान्छेहरूको विस हो कि जस फेरिमा चाहिँ ड्रिम हुँदो रहेछ कि अब यत्रो बाइसी फेरि बाइसी कसले छोड्छ होइन। हेलो साथीहरू, आज चाहिँ म चाहिँ यो मेरै रुमको छेउमा जस एउटा डेन्जर फेमस ठाउँ रहेछ कि मलाई पनि थाहा थिएन, तर चाहिँ यो ओसाकाको जस घुम्नै पनि ठाउँहरू मध्येको एक रहेछ। अनि चाहिँ यो ठाउँको ठाउँको नाम चाहिँ सुमियोसी ताइसा श्राइन भन्दो रहेछ है। म अनि हाम्रो कविराम दुईजना बसेछौँ अनि एकछिन तट्टलाएर दारू भन्न आयो जुस पिएर चाहिँ हामी चाहिँ जुस है दारू होइन है, जुस पिएर चाहिँ टक्क लाएर उताको मन्दिरमा निस्किन्छौँ है हामी। अहिले चाहिँ हामी चाहिँ यो ठ्याक्क यो श्राइनको पार्कमा छौँ कि हाम्रो कविराम म चाहिँ ठ्याक्क यो पार्कको छेउमा छौँ। अन्त चाहिँ हामी चाहिँ टक्क लाएर यहाँदेखि 15-20 मिनट जति लगाएर चाहिँ हिँडेर चाहिँ ठ्याक्क मन्दिरमा जान्छौँ कि मन्दिर चाहिँ अघिल्लोचोटि पनि गएको हो, तर चाहिँ त्यस्तो खतरा फेमस छ जस्तो त मलाई थाहा छैन कि, तर चाहिँ जस ओसाका एरियामा चाहिँ जस घुम्ने पनि ठाउँहरू मध्ये चाहिँ कुन पर्छ भनेर टक्क लाएर हेरेर चाहिँ यो पनि पर्दो रहेछ कि, त्यही भएर चाहिँ फेरि टक्क लाएर भिडियो सिडियो बनाएर हाल्ने भनेर चाहिँ हामी चाहिँ निस्क्यौँ है। आज चाहिँ के अरे डेन्जर छ कि भिड छ कि अहिले जापानमा गोल्डेन विक चलिरहेको, त्यही भएर चाहिँ जस छुट्टी हुन्छ कि यति यो पिरियडमा चाहिँ, त्यही भएर चाहिँ जस भिडै छ भनौँ न यताउति दायाँ बायाँ भएर छिरेको अवस्था छ। जस अघिल्लोचोटि जस्तै चाहिँ केही पनि छैन, अघिल्लोचोटि आउँदा चाहिँ टक्क लाएर यतातिर चाहिँ त्यो सामानहरू बेच्न राखेको थियो कि खतरा तरिकाले, आज चाहिँ केही पनि छैन है, खाली छ है, खाली नै छ है। पहिला जस्तो केही पनि छैन। जस देखाउनु पनि त यहाँ छ कि अगाडि के खतरा के हो ब्रिज छ नि, यो छ नि पछाडिको ब्रिज एकदमै ठाडो छ कि अझसम्म मैले देखेँभरिमा सबभन्दा ठाडो ब्रिज यही होला कि, त्यो उक्लिँदा नि लोड लाग्छ कि त्यस्तो कि। है अगाडिको ब्रिज है डेन्जर ठाडो छ कि खतरा कि ठ्याक्कै यताबाट चाहिँ देखेन होला त, टक्क साइडको एङ्गलबाट चाहिँ खतरा देखिन्थ्यो होला। हालिदिनुपर्छ है मन्दिरबाट छिर्नुभन्दा अगाडि चाहिँ लाएर हात दिनुपर्छ। जापानको ट्रेडिसन खै किन गर्छन् त्यो त मलाई थाहा हुन्छ। अब चाहिँ हाम्रो मिस्टर कविरामले गइरहेको नै ल आज चाहिँ इभेन्ट हो कि के हो देख्न सक्नुहुन्छ यहाँ पछाडि चाहिँ टक्क लाएर खतरा त्यसमा के हो त्यो पनि मलाई थाहा त भएन। चाहिँ एक हिसाबले चाहिँ जापान त नि लगभग यो ठाउँको चाहिँ एउटा ट्रेडिसन होला कि सायद कि त्यही भनौँ न। अब के हो त त्यो त चाहिँ एक्ज्याक्टली चाहिँ थाहा भएन। छिर्यो है मेन भन्दा नि मेन श्राइनतिर डेन्जर छ कि यो श्राइन चाहिँ कति 1800 वर्ष अगाडिदेखिको श्राइन हो कि यस्तो कि केही भएन कि जस्तोको तस्तै छ कि खतरा के एकदमै प्रिजर्भ गरिराख्नु कि जस जापानिजहरूले चाहिँ एक हिसाबले भनौँ न। आज जस माल बनेछौँ भनौँ यतातिर अस्ति आएको भन्दा चाहिँ जस नयाँ नौलो कुराहरू धेरै देखियो। हेलो जाउँ ल कविराम यता छिरौँ कि कतिवटा मेन के श्राइन जस्तै चाहिँ 1 2 3 4 ठाउँमा छ कि खतरा के पुरै लाइन बस्नुपर्छ कि त्यो भगवान्लाई जस प्रार्थना गर्न चाहिँ यहाँ चाहिँ जस प्रार्थना चाहिँ अघिल्लो चाहिँ नि गरे हो, त्यही भएर आज चाहिँ खासै केही नगर्ने टक्क लाएर एक्सप्लोर गर्दै जाने कि हेर्दै जाने भनौँ न। डेन्जर हरियाली छ त्यो आज के नै प्रायः भनौँ न यस्तो टुरिस्ट एरियाहरूमा चाहिँ डेन्जर हरियाली नै हुन्छ। अहिलेको टोली चाहिँ उहाँ खानु उदाहरण साइडमा यहाँ पनि रहेछ यो चाहिँ जस मान्छेहरूको विस हो कि जस प्रायः लगभग यो श्राइनहरूमा जहाँ गए पनि यस्तो चाहिँ जस टाँगेकै हुन्छ कि त्यस्तो कि
मैले चाहिँ यो चाहिँ के अरे के भन्छ त्यसलाई आज चाहिँ के भन्छ त्यसलाई पूजा त के होइन नि लगभग एक हिसाबले फेस्टिभल जस्तै हो जस्तो लाग्थ्यो तर चाहिँ यो चाहिँ खासमा चाहिँ बिहे रहेछ कि बिहे पो गरेको रहेछ कि यसरी पनि बिहे हुँदो रहेछ कि जामिजहरू मैले फर्स्ट टाइम देखाएँ फर्स्ट टाइम त के नि लगभग जामिजहरूकै लागि फर्स्ट टाइम अरे भर्खर म छेउको जामिनीलाई सोधेँ लगभग यसरी चाहिँ बिहे गर्नु चाहिँ एकदमै ट्रेडिसनल वे हो अरे अनि लगभग जामिनीले पनि फर्स्ट टाइम देखायो अरे क्या यसरी बिहे गरेको जापानको बिहे पनि हेरिदियो जस खत्रै हुँदो रहेछ त्यो कति खर्च गऱ्यो होला है नेपालमा भए भए जस भोज भटेर खुलाएर पठाउँथ्यो होला अरे के त्यस्तै हो होइन जापानको बिहे भनौँ न चाइनिजहरू त जहाँ गयो पनि नदेखिन त उसै हुने के भन्छ त्यसलाई जुन टुरिस्ट एरिया गयो पनि चाइनिजहरू त भेटिने कि त्यस्तो के अलि चाहिँ एकदम घटेछ जस झगडा गरेर नि त चाइना र उसके चाइना र जापान त झगडा गरेर नि त्यही भएर चाहिँ चाइनाको चाहिँ सरकारले नै जस आफ्नो देशको नागरिकहरूलाई चाहिँ जस जापान भ्रमण नगर्नु भनेको कि त्यही भएर चाहिँ जस कमै रेखेसन भनौँ न प्रायः भन्दा चाहिँ यो ठाउँमा चाहिँ फेरीमा चाहिँ ड्रिङ्क हुँदो रहेछ कि अलकत्रो फेरि बाइसी कसले छोड्छ होइन ओइसी नै डेन्जर छ त यार खतरा कि त्यो नेपालमा भन्नु त्यो अदुवा हालेको चिया हुन्छ अदुवा हालेको चिया जस्तै कि सेमै कि खतरा लाग्यो यार मलाई त धेरै पछि चियाको स्वाद मलाई चाहिँ जापानमा चाहिँ चिया चाहिँ कहिले खाँदैन कफी चाहिँ खान्छु होइन कफी र के भन्छ त्यसलाई घरमै बनाएर ग्रिन टी चाहिँ खान्छु तर चाहिँ जस एक हिसाबले भनौँ न कहिले काहीँ जस रेस्टुरेन्टमा गएपछि खाइन्छ खाइन चाहिँ त्यही भएर पनि जस डेन्जर मिठो लाग्यो मलाई त जस दोकानहरू पनि रहेछ कि भित्रै के अघिल्लोचोटि आउँदा चाहिँ यहाँसम्म त आइएको थिएन कि हामी होइन आउँदा छेउमा आइएको थियो तर चाहिँ यस्तो दोकानहरू चाहिँ देखेको थिएन अघिल्लोचोटि चाहिँ टक्क लाएर गिफ्टहरू चाहिँ टक्क यो मन्दिरको ठ्याक्क छिनीको इन्ट्रान्समै राखेको थियो कि त्यहाँमा चाहिँ जस बेच्नलाई राखेको थियो कि तर चाहिँ यतातिर चाहिँ जस दोकानहरू रहेछ थाहै छैन यता पनि रहेछ यार यो गिफ्ट सपहरू पछाडि रहेछ गिफ्ट सपहरू डेन्जर यत्तिकै त जस फेमसै क्या नि फेमसै भनौँ न जस आउने पनि ठाउँहरूमा गर्नेको चाहिँ यत्तिकै चाहिँ होइन रहेछ कि जस हेर्नलाई चाहिँ धेरै कुराहरू छ कि मेन सेन्टर अफ एट्र्याक्सन भनेको चाहिँ यही रहेछ है मन्दिरहरू चाहिँ 1800 वर्ष पुरानो मन्दिरहरू भनौँ न अनि त्यसपछि चाहिँ यो चाहिँ जताततै हुने कि यो उमामोरी भन्छ पछाडि देख्न सक्नुहुन्छ उमामोरी भन्छ जस एक हिसाबले चिनो जस्तै कि कसैलाई जस राम्रो जर्नीको लागि अनि त्यसपछि राम्रो भविष्यको लागि जस एक हिसाबले चाहिँ चिनो जस्तै दिए कि चिनो जस्तै दिने भन्ने चाहिँ हुँदो रहेछ अनि सबभन्दा इन्ट्रेस्टिङ पार्ट चाहिँ के छ भने चाहिँ यस्तोमा बस्ने केटीहरू चाहिँ ठ्याक्क ट्रेडिसनल ड्रेस नै हुँदो रहेछ कि प्रायःको कि मैले असन देखेभरिमा लगभग सबै जापानिज केटीहरूले केटालाई चाहिँ देख्दैन तर केटीहरू हुने यस्तो ड्रेस लाएर बस्दो रहेछन् कि त्यस्तो कि चाहिँ हामी चाहिँ पुरा घुमफिर गरेर पुरा कम्प्लिट गरेर जहाँबाट सुरु गरेको त्यहाँ आएर बसेछौँ ल साथीहरू ल इतादाकिमास ल है हामी खाँदैछौँ है साथीहरू के अरे यसको नाम चाहिँ मोची खाँदैछौँ है कस्तो हुँदो रहेछ खाएपछि कस्तो लाग्छ मिठो छ कि कस्तो छ है मिठो रहेछ भित्र चाहिँ अन्डा जस्तो छ बाहिर चाहिँ चामलले फुल लागेको रहेछ कि त्यस्तो कि मिठो रहेछ यही हो साथीहरू आजको रमाइलो हो साथीहरू जस ल है साथीहरू लाइक कमेन्ट सेयर गरिदिनु होला है साथीहरू ल सबैले जस हाँसेर सामान हेरेर सहयोग गरिदिनु त्यसको लागि धेरै धेरै धन्यवाद है थ्याङ्क यू है